पृथ्वीनारायण शाहको ससुराली मकवानपुर गढीको पनि तपाईलाई माथि होटल जिपलाइन कटेर पनि हल्का अगाडि आउने बित्तिकै ऐतिहासिक दरबार मकवानपुर गढी र तपाईको ढुङ्गे गढीको ठ्याक्कै बिचमा अवस्थित रहेको यो डाँडा, ठ्याक्कै दरबार डाँडामा यो एकदमै ऐतिहासिक महत्त्व बोकेको यो ठाउँमा आज तपाईलाई लिएर आइसकेको छु। एक बिघा होइन, अझै तपाईलाई रहेको छ 27 कट्ठा एक धुर जग्गा आज लिएर आइसकेको छु। त्यो पनि एकदमै तपाईको टुरिज्मको लागि हाई पोटेन्सियल भएको यो प्रपर्टी आइसकेको छ। नजिकै के छ हजुर, नजिकै मजाले होटल गढी भ्यू एन्ड रिजोर्ट, त्यसैसँग तपाईको जिपलाइन पनि मजाले देख्न सक्नुहुन्छ। त्यति मात्र होइन हजुर, यो त तपाईको ठ्याक्कै कान्ति लोकपथ सँगै मात्र 120 मिटर भित्र आउने बित्तिकै मजाले हाइवेबाट परैबाट पनि यो मजाले यो प्रपर्टी देख्न सकिने गरी आज लिएर आइसकेका छौँ। ठ्याक्कै हाइवेबाट मुनिपट्टि हाइवेमा हिँड्ने सबै मान्छेले छर्लङ्गै देखिने यो प्रपर्टी आज आइसकेको छ। के चाहिँ गर्ने होला त हजुर, यत्रो ऐतिहासिक महत्त्व बोकेको ठाउँमा मजाले ठुलो होटल पनि चलाउन मिल्यो होइन, स्ट्यान्डर्ड रिजोर्ट चलाउने कि नयाँ कन्सेप्टको कुनै बिजनेस गर्न चाहनुहुन्छ भने पनि एकदमै पर्फेक्ट लोकेसनमा रहेको यो प्रपर्टी आज आइसकेको छ। कति होला मूल्य? मात्र 1 लाख, मात्र 1 लाख प्रति धुर भन्दा पनि तल्लो रेटमा आज आइसकेको छ। त्यो पनि डिस्काउन्ट गरेरै 13 लाख प्रति कट्ठामा। सक्दोभन्दा सक्दो छिटो हामीलाई सम्पर्क गर्नुहोस्। बाटोको कुरो गर्नुहुन्छ भने एकदमै सुइटेबल बाटो रहेको छ। अगाडिदेखि मजाले फ्रन्ट फेसभरि मजाले हाम्रो मार्किङ सहित देख्न सक्नुहुन्छ। मजाले गाडी पनि मजाले देख्न सकिन्छ। सक्दोभन्दा सक्दो छिटो हामीलाई सम्पर्क गर्नुहोस्। यतिको टुरिज्म एरियामा रहेको यो प्रपर्टी पाउने भनेको अराइभल रियल इस्टेट सल्युसन हेटौडा। थ्याङ्क यू।